अनिल शाह, भीम सार्की र साहब आलमको टिममा वापसी भएको छ भने आदिल आलम, लोकेश बम र सन्दीप जोरा चाहिँ टिममा अटेनन्। व्हाट अबाउट द कुशल मल्ल? ही स्टिल इन द टिम गाइज। क्रिकेट वर्ल्ड कप लिग 2 को लागि नेपाली टोलीको घोषणा भएको छ गाइज। नेपाली टोलीमा चाहिँ कुन प्लेयरहरूले मौका पाए र कुन प्लेयरहरू टिममा अटेनन्, आउनुस् तपाईँ र म मिलेर कुराकानी गरौँ। # अर्जुनको निशानीमा तपाईलाई म स्वागत गर्न चाहे। के छ गाइस, सन्चै आरामै हुनुहुन्छ? आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला, सबैजना ठिकठाक हुनुहुन्छ होला। नेपाली क्रिकेट टिमबाट एकदमै तपाईँ खुसी हुनुहुन्छ होला, इन्जोय गर्नुभयो होला, सेलिब्रेसन गर्नुभयो होला है। नेपालले T20 वर्ल्ड कपको लागि चाहिँ क्वालिफाई गरेको थियो, त्यस कारणले चाहिँ तपाईहरु एकदमै खुसी हुनुहुन्छ होला। T20 वर्ल्ड कप क्वालिफायरको लगत्तै नेपालले CWC यानी कि क्रिकेट वर्ल्ड कप लिग 2 को म्याचहरु खेल्नु पर्नेछ। यो म्याचहरु चाहिँ यही अक्टोबर 26 तारिखदेखि नोभेम्बर 5 तारिखसम्म हुन गइरहेको छ, जुन USA र UAE सँग दुई पटक खेल्नु पर्नेछ। UAE मा हुन गइरहेको छ, त्यसको लागि चाहिँ नेपाली टोलीको घोषणा भएको छ। सो लेट्स स्टार्ट फ्रम अनिल शाह। अनिल शाहले 1 वर्षपछि टिममा वापसी गरेका छन्। अनिल शाहले लास्ट ODI सेप्टेम्बर 22 मा 2024 मा क्यानाडाको अगेन्स्ट खेलेका थिए। सो 1 वर्षपछि पुनः उनको टिममा कमब्याक भएको छ। अनिल शाह ओपनिङ ब्याट्सम्यान नम्बर 3 मा पनि खेल्न सक्ने, एकदमै राम्रो गेम अवेरनेस भएको, नेपाललाई पावर प्लेमा तीव्र गतिमा रन बनाएर दिन सक्ने प्लेयर, एकदमै क्लासिक, भर्सटाइल, एकदमै राम्रो सलिड प्लेयर। सो 1 वर्षपछि चाहिँ उनको टिममा कमब्याक भएको छ। यो चाहिँ नेपालीको लागि र नेपाली क्रिकेटको लागि एकदमै खुसीको कुरा हो। सो उनको फाइनली कमब्याक भएको छ। धेरै जनाको गुनासो थियो कि अनिल शाह अब टिममा पर्दैनन्, अनिल शाह हराइसके भनेर। सो फाइनली कमब्याक भएको छ आफ्टर 1 इयर्स पछि। सबैजना चाहिँ एकदम खुसी हुनुहुन्छ होला। अनि त्यसैगरी भीम सार्की। भीम सार्कीको नाम सुन्दा बित्तिकै तपाईको दिमागमा के आउँछ गाइज? मलाई चाहिँ भीम सार्कीको नाम सुन्दा बित्तिकै ODI को लागि एकदम पर्फेक्ट ब्याट्सम्यान, एकदमै राम्रो, भर्सटाइल, क्लासिक, एकदमै स्ट्राइक रोटेट गर्न सक्ने, सिंगल डबलमा भर पर्ने, एकदमै राम्रो टाइमिङ वाला प्लेयर, आँखाले लास्ट समय हेरेर एकदम लेट खेल्न सक्ने टाइमिङ वाला, ODI को लागि चाहिँ एकदमै पर्फेक्ट ब्याट्सम्यान भन्छु म चाहिँ भीम सार्कीलाई है। सो आई एम भेरी ह्याप्पी ही इज ब्याक इन टिम गाइज। अनि त्यसै साहब आलम, लाइक टु लाइक सिलेक्सन ललित राजवंशी। यदि ललित राजवंशीलाई चाहिँ केही भएको खण्डमा, इन्जरी भएको खण्डमा चाहिँ उनलाई रिप्लेस गर्न सजिलो हुन्छ भनेर सो उनलाई चाहिँ टिममा राखिएको जस्तो लाग्यो मलाई चाहिँ। नेक्स्ट कुशल मल्ल, ही स्टिल इन द टिम गाइज। आई थिंक T20 खेल्नलाई उनलाई प्र्याक्टिस पुगेन जस्तो लाग्यो। जसरी भयो नि T20 वर्ल्ड कपमा चाहिँ लग्नै पर्यो हैन। अहिले चाहिँ क्वालिफायरमा 19 लाख मात्रै कमाए। के थाहा नेपाली क्रिकेट टिमले T20 वर्ल्ड कपमा राम्रो गर्यो भने 1 करोड पनि कमाउन सक्छन् नि। PUBG मोबाइलमा भनिन्छ नि 0 किल चिकन डिनर हो, उनले चाहिँ 0 किल चिकन डिनर वाला काम गरिरहेका छन् अहिलेसम्म भन्नुपर्दा चाहिँ। तपाईलाई के लागिरहेको छ गाइज प्लिज कमेन्ट गर्नु होला। मेरो तर्फबाट चाहिँ उनको लागि यही नै हो। नत्र भने नेपालमा ODI खेल्ने प्लेयरहरु प्रशस्त छ गाइज। सो मलाई लाग्छ उनी चाहिँ 0 किल चिकन डिनरको दाउमा छन्, 1 करोडको दाउमा बसिरहेका छन्। सो त्यस्तै लागिरहेको छ मलाई चाहिँ। तपाईलाई के लागिरहेको छ प्लिज कमेन्ट गर्नु होला। अनि यो स्क्वाडमा चाहिँ 3 बिग नेम मिसिङ भएको छ, लोकेश बम, आदिल आलम र सन्दीप जोरा। सो तिनी प्लेयरहरु चाहिँ कहाँ गए त? तपाईको विचारमा दिमागमा आइरहेको होला। सो नेक्स्ट मन्थ हुन गइरहेको हङकङ सिक्सर्स भन्ने एउटा टुर्नामेन्ट चलिरहेको छ। सो त्यसको लागि चाहिँ उनी 3टा प्लेयरहरु चाहिँ सिलेक्सन भएको छ। म त्यो टुर्नामेन्टको चाहिँ फुल डिटेल्स भिडियो लिएर आउने छु, तबसम्मको लागि वेट गर्नु होला। यो टुर्नामेन्टको लागि नेपाली टिमको घोषणा भएको छ। सो ती 3 प्लेयरहरु चाहिँ त्यो टिममा छनौट भएका छन्। त्यस कारणले गर्दा पनि नेपालले अहिले सिलेक्सन गरेको जस्तो लागेन मलाई चाहिँ। सो तपाईलाई के लाग्छ कमेन्ट गर्नु होला। नेपालको लागि क्रिकेट वर्ल्ड कप लिग 2 को म्याचहरु एकदमै इम्पोर्टेन्ट छ गाइज। किन भन्दा अब तपाई आफै यो टेबल हेर्नुस्, पोइन्ट टेबल। नेपाल 7 नम्बरमा छ, नेपाल भन्दा अलि तल UAE मात्रै छ। सो यहाँ देखि चाहिँ अन्ली 4 वटा टिम मात्रै टप 4 चाहिँ अब माथि जाने छन् त्यो क्वालिफायर खेल्नको लागि। नेपालको लागि यिनी म्याचहरु एकदमै इम्पोर्टेन्ट छ साच्चै भन्नु पर्दा चाहिँ। अब चाहिँ नेपाल एक म्याच पनि हार्यो भने नेपाल धेरै पछि पर्नेछ। सो क्वालिफायर खेल्न पनि मौका पाउने छैन। ODI वर्ल्ड कपमा चाहिँ टिमहरु कसरी सिलेक्सन हुन्छ त वर्ल्ड कप खेल्नको लागि है? 8 वटा टिमहरु सिलेक्ट हुन्छ, डाइरेक्ट थ्रु हुन्छ वर्ल्ड कपको लागि। सो त्यो वर्ल्ड कप क्वालिफायर खेल्नको लागि चाहिँ नेपालले यो लिग 2 बाट 4 नम्बर टप 4 मा आएर चाहिँ जसरी भनी अगाडि जानै पर्ने हुन्छ। त्यहाँबाट गएको खण्डमा चाहिँ बल्ल क्वालिफायर खेल्नबाट पनि 2 वटा टिमहरु मात्रै आउने छन्। त्यो लास्ट ODI को रुल्स थियो र अहिले चाहिँ नयाँ रुल्स भएको छ, त्यसको बारेमा थोरै मलाई जानकारी चाहिँ छैन। सो 2027 को वर्ल्ड कप चाहिँ 14 वटा टिमहरुले चाहिँ खेल्न गइरहेको छ। तपाईलाई मैले स्क्रिनमा देखाएको छु। 14 वटा राष्ट्रहरुले चाहिँ नेक्स्ट 2027 मा हुन गइरहेको ODI वर्ल्ड कपमा चाहिँ सहभागी हुन गइरहेको छन्। नेपालले पनि यो पोइन्ट देखि टप 4 मा हुनु पर्यो पहिला, त्यसपछि क्वालिफायर खेलेपछि नेपालले त्यहाँबाट चाहिँ जाने हो। सो अब हेरौं नेपालको भाग्य कति छ अनि मेहनत कति छ। सो नेपालको खेल्ने नै बताउने छ। त्यो लिग 2 का म्याचहरुको लागि चाहिँ नेपाली टिमको घोषणा भएको थियो। रोहित पौडेल क्याप्टेन, दीपनरसिंह अरे भाइस क्याप्टेन, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, अनि त्यसैगरी सन्दीप लामिछाने, गुलशन झा, भीम सार्की, कुशल मल्ल, अनिल शाह, करण केसी, साहब आलम, नन्दन यादव र ललित राजवंशी गरेर यी 15 प्लेयरहरु चाहिँ
सेलेक्ट भएका छन्, यानि कि नेपाली क्रिकेट टिमको घोषणा भएको छ। यही अक्टोबर 26 तारिकदेखि नोभेम्बर 5 तारिकसम्म हुन गइरहेको छ। युएसए र युएई सँग चाहिँ दुई पटक खेल्नुपर्ने हुन्छ। नेपालले सबै म्याच जितेको खण्डमा चाहिँ एकदम राम्रो पोइन्टमा सुधार ल्याउनेछ भन्ने आशा गरेका छौँ। बेस्ट विशेष दिन चाहन्छु नेपाली क्रिकेट टिमलाई। तपाईको विचारमा चाहिँ कुन प्लेयर छुट्यो जस्तो लाग्छ प्लिज कमेन्ट गर्नु होला। थ्यांक यू सो मच फर वाचिङ। जय नेपाल।